यस टोल सुधारका हाम्रो एकदमै समाजसेवी हिराजी यहाँ रहनुभएको छ र यो पुलको बारेमा केही भन्नुहुन्छ कि हिरा सर? सबैलाई नमस्कार। म हिरा गुरुङ, भानु 1 निवासी र हामीहरूको यो पुल चाहिँ अब 20 गतेतिर ढलान हुने प्रबल सम्भावना छ। हजुर। र यो पारी ठ्याक्कै देखेको चाहिँ पृथ्वी राजमार्गको हाइवे, यो राष्ट्रिय राजमार्ग हो पोखरा काठमाडौँको लागि। र यो पुल चाहिँ पृथ्वी राजमार्गदेखि 335 मिटरको फरकमा छ। र यहाँबाट चाहिँ भानु नगरपालिका वार्ड नम्बर 1 साल बिस्ने र भन्सार निस्किँदै मनाङ, बेसीसर, लमजुङ, मनाङ, गोर्खाको आदि भेग, आप पिपल साइड र तनहुको आदि भेग जानको लागि र यहाँबाट तपाईँ तिब्बतको बोर्डरसम्म जानको लागि 25सम्म र डोल्पादेखि आइरहेको राजमार्गलाई पनि छुनको लागि र मध्य पहाडी लोकमार्गलाई छुनको लागि चाहिँ यो एकदम छोटो दूरी हुनेछ। र यो मनाङ, लमजुङ र गोर्खाको आदि भेगको लागि विकासको प्रबल सम्भावना बोकेको पुल छ। त्यसकारण यहाँका आम जनताहरू एकदम खुसी छन्। कति समय भयो सर यो स्टार्ट भएको? यो स्टार्ट भएको चाहिँ बल्ल 3-3.5 महिना भएको छ। 3 महिनामा यत्रो धेरै काम 3 महिनामा चाहिँ यो हाम्रो सुर्खेतको यो एसएस भन्ने कन्स्ट्रक्सन रहेछ, यो हाम्रो यामबहादुर सर भन्ने, उहाँले चाहिँ गण्डकी प्रदेशमा नै 10वटा भन्दा ज्यादा पुलहरू बनाइसक्नु भएको रहेछ। र समयभन्दा अगावै 1.5 वर्ष अगावै त्यस्तो योजनाहरू सम्पन्न गरेर दिनु हुँदो रहेछ। कहिलेसम्म सम्पन्न हुने लक्ष्य राखेको छ? यो चाहिँ तपाईँको भयो भने सम्भवतः भयो र बजेट अझै राम्रोसँग विनियोजित भयो भने यो आउने वैशाख अन्तिम र जेठको 15-20 भित्र सम्पन्न गरेर कम्पनी उठेर जाने योजना रहेछ। हस् त, धन्यवाद हिरा सरलाई। ल हस्, धेरै धन्यवाद।